नमस्कार। आजको संवादमा हामीसँग विश्लेषक होमराज आचार्य हुनुहुन्छ। त स्वागत छ यहाँलाई। हजुर, धेरै धन्यवाद। अब आज यहाँसँग देशमा निर्वाचन सम्पन्न भइसके पछाडि मत परिणाम जुन प्रकारको आइरहेको छ, यसले एउटालाई उत्साह ल्याइरहेको छ भने अर्कोलाई विस्मात ल्याइरहेको छ। यो निर्वाचनको मत परिणामलाई यहाँले कसरी हेरिरहनु भएको छ, कसरी मूल्याङ्कन गरिरहनु भएको छ प्रारम्भिक रूपमा? अब यो निर्वाचनको जुन परिणाम देखिँदैछ, रासपाको क्लिन स्विप भनौँ न, त्यसले के देखायो भने एउटा त स्पष्ट रूपमा भदौ 23 र 24मा भएको जुन जेनजीहरूको आन्दोलन थियो हैन, एक किसिमको यो पुरानो चाहिँ भ्रष्ट हैन करप्ट गभर्नमेन्टको श्राद्ध गर्ने भनेर श्राद्ध क्रान्ति, किनभने श्राद्ध सुरु हुने दिनै त्यो आन्दोलन भएको थियो हैन। भनिसकेपछि एक किसिमले यसलाई अनुमोदन गर्यो हैन नेपाली जनताको तर्फबाट। र यो आन्दोलन चाहिँ हावाहुरी मात्रै थियो भनेर जुन त्यतिखेरको रुलिङ पार्टीहरूले भनिरहेथे, त्यो भाष्यलाई चाहिँ रिजेक्ट गरिदियो। एउटा कुरा यसको महत्त्वपूर्ण पक्ष त्यो भयो। अनि अर्को महत्त्वपूर्ण पक्ष के छ भने अब बिजनेस एज युजुअलबाट नेपाल अगाडि बढ्न सक्दैन। तिमीहरूलाई हामीले हेऱ्यौँ 35 वर्षसम्म, अब नयाँ सिराबाट नयाँ ढङ्गबाट जानुपर्छ र त्यसका लागि नयाँ मान्छेहरूको आवश्यकता छ भनेर नेपाली जनताहरूले त्यो लेभलको मनस्थिति बनाएका रहेछन्। र तर त्यो मनस्थितिको जुन त्यो ब्यारोमिटर छ त्यसलाई नाप्नको लागि चाहिँ अहिले भएका चाहिँ भनौँ न दलहरूले नसकेको अवस्था देखियो। त्यसले गर्दाखेरि दलहरू चाहिँ नेपाली जनताको सोच र दलीय एउटा चाहिँ प्रवृत्तिको सोचको बिचमा चाहिँ तादात्म्य देखिएन हैन। त्यसले गर्दाखेरि अब यसबाट चाहिँ नयाँ ढङ्गबाट देश अगाडि बढ्न सक्छ भन्ने एउटा चाहिँ पृष्ठभूमि चाहिँ तयार भएको तरिकाले मैले हेरेको छु अहिले। अब यो भदौ 23 र 24 गतिकै प्रसङ्ग अथवा त्यो घटनालाई विभिन्न कोणबाट व्याख्या गरिएको छ। एउटा चाहिँ यो देशकै आन्तरिक मामलासँग सरकार राख्ने भएरै यो घटना भयो, त्यसमा युवाहरू चाहिँ विद्रोहको रूपमा चाहिँ तयार भए भन्ने एकाथरी छ भने अर्को चाहिँ यो विद्रोहको रूप चाहिँ भू राजनीतिक हिसाबमा बाह्य शक्तिबाट यसलाई चाहिँ अपग्रेड गराइयो अथवा यसलाई उठाउने काम भयो भन्नेहरू पनि छन्। अहिलेसम्म पनि त्यो छ। नेकपा एमाले त यो विद्रोहलाई आतङ्ककारीको संज्ञा पनि दिएको छ हैन। तर अहिले हेर्ने हो भने मतले चाहिँ फेरि त्यो विपरीत मत चाहिँ व्यक्त गरेको छ। स्वयं केपी ओली पनि बालेनसँग अब लगभग निकै नै फराकिलो मतान्तरले पराजित हुने जस्तो पनि देखिन्छ। यहाँले यो भदौ 23 र 24 को घटना र अहिलेको यो निर्वाचनको मत परिणामलाई हेर्दाखेरि जुन पक्ष र विपक्षमा विवाद अथवा त्यो टिप्पणी आइरहेको छ त्यसलाई चाहिँ यहाँले कसरी हेर्नुहुन्छ? अनि त्यो त एकदम स्पष्ट छ। कस्तो छ भने अब नेपालमा त्यो लेभलको एउटा कन्स्पिरेसी थ्योरीमा विश्वास गर्ने मान्छेहरू धेरै छन् र त्यो कुरा हाम्रो जस्तो देशमा बिक्छ पनि हैन। तर यथार्थ के हो भन्नुहुन्छ भने नेपालका धेरै जसो आन्दोलनहरूमा भएका आन्दोलनहरूमा अर्ग्यानिक तहबाट डेभलप भएको, स्ट्राटेजाइज गरिएको र नेपाली युवाहरूले नै सञ्चालन गरेको आन्दोलन हो यो। अब जुन समयमा चाहिँ सरकारमा बस्ने मान्छेहरूको असक्षमता देखिन्छ नि, उनीहरूले अब आफू भाग्नुपर्ने परिस्थिति सिर्जना भएको कारणले यसलाई चाहिँ बाह्य शक्तिले गराएको अथवा त्यस्तो लेभलबाट भएको भनेर जुन एउटा भाष्य निर्माण गर्न खोजे, त्यो भाष्य निर्माणमा उनीहरू चाहिँ अलिकति अबलै देखिया थिए निर्माण गर्ने क्रममा। तर जनताले सोझै त्यो भाष्यलाई चाहिँ रिजेक्ट गरिदिए र वास्तविकता चाहिँ जनतालाई थाहा थियो कि। त्यसले गर्दाखेरि यो बाह्य शक्तिबाट भएको आन्दोलन भन्नेमा कुनै पनि तुक छैन। त्यो चाहिँ आफ्नो बचाउ गर्नको लागि हो। नत्र भने नेपाल त्यतिखेरको सरकारसँग हैन सबै सुरक्षा संयन्त्रहरू थिए, यत्रो मिडियाहरू थियो, अनि कसैलाई केही थाहा भएन नि त। युवाहरूले के गरेका थिए भने युवाहरूले अहिलेको टेक्नोलोजीलाई प्रयोग गरेर उनीहरूले चाहिँ त्यसलाई चाहिँ म्यानेजमेन्टको टुलको रूपमा प्रयोग गरेका थिए। त्यो चाहिँ उनीहरूको एक्सेसभन्दा बाहिरको कुरा भयो हैन। त्यस हिसाबले गर्दाखेरि बाह्य कुराले भयो भन्न चाहिँ सकिएला। तर यसको प्लानिङ, डिजाइन, एक्जिक्युसन जुन जुन कुराहरू भयो नि त्यो नेपालभित्रै र नेपालकै युवाहरूले गरेका हुन्। अनि त्यसपछि अब तपाईँको यदि 24 गतेका दिन
ती बच्चा बच्चीहरूलाई गोली नहानेको भए 24 का दिन को सिंहदरबार चलाउन जान्थ्यो र जान्थेनन् नि हैन। त्यो त स्पष्टै छ। त्यसले गर्दाखेरि अब आफू हारिसकेपछि एउटा हारको मानसिकताले अब कुनै एउटा चाहिँ न्यू त बनाउनु पर्यो, न्यारेटिभ त क्रिएट गर्नु पर्यो, त्यति मात्रै हो। यसमा धेरै हामीले सोचेर चाहिँ बाहिरको त्यस्तो षड्यन्त्र छ भनेर चाहिँ त्यो त्यतातिर जानै हुन्न जस्तो लाग्छ कि मलाई चाहिँ। भनेको यसमा चाहिँ एउटा दोष आफ्नो भए पनि दोष चाहिँ अरूलाई देखाउनको लागि त्यो खालको भाष्य चाहिँ बनाउन खोजिएको थियो, त्यो पनि यो मत परिणामले त्यसलाई उल्टाइदिन्छ, रिजेक्ट गरिदियो हैन। हजुर। र अहिलेको अवस्थामा चाहिँ घन्टीमय देश भएको छ, जताततै घन्टी बजेको छ, प्रत्यक्षतर्फ नै हेभीवेट नेताहरू पराजित हुनुपर्ने अवस्था सिर्जना भएको छ, हैन। बालेन शाहले केपीओलाई पराजित गरिरहँदाखेरि, रविले कङ्ग्रेसका नेतृत्वलाई पराजित गरिरहँदाखेरि, गुन्डुमा भक्तपुरमा 2 मा राजीव खत्रीले चाहिँ महेश बस्नेतलाई पराजित गरिरहँदाखेरि एक प्रकारको यो गुन्जायमान घन्टीको जुन गुन्जायमान छ, यसको पछाडि के कुराले काम गर्यो? कतिपयले बालेन यदि राष्ट्रसभामा नभेत्रिएको भए राष्ट्रसभाको यो घन्टी यति जोडले बज्दैन थियो पनि भन्न थालेका छन्। यसमा केही तर्क हुन सक्छ? अनि छ, डेफिनेटली। यसमा के छ भन्नुहुन्छ भने जस्तै तपाईँको राष्ट्रसभा पहिलो पार्टी त हुन्थ्यो हैन, त्यसमा चाहिँ शङ्का थिएन। तर पहिलो पार्टी हुने क्रममा चाहिँ एमाले, काङ्ग्रेस, राष्ट्रसभा लगायतका पार्टीहरूको लगभग उस्tai आउने, राष्ट्रसभाको बढी हुने थियो। तर यहाँ चाहिँ अलिकति समीकरण कहाँनिर चेन्ज भयो भने बालेन शाहले जब राष्ट्रसभा जोइन गरे नि, किनभने देशभरि त क्रेज थियो बालेन शाहको यो काठमाडौँको म्यानेजमेन्टको कारणले गर्दाखेरि हैन। इभन हामीले हेऱ्यौँ भने बसहरूमा पनि, ट्रकमा पनि त्यो गोइङ टु बालेन सिटी भनेर हैन काठमाडौँ आउँदाखेरि बाहिरबाट, त्यसले गर्दा देशभरिमा हैन बालेनको त्यो लेभलको क्रेज थियो। र बालेन त्यहाँ आइसकेपछि बालेनले धेरै हदसम्म बालेनलाई प्रधानमन्त्रीको रूपमा नेपाली जनताले हेर्न खोजेका थिए। र जेनजीको आन्दोलनको बेलामा पनि पहिलो अफर त बालेनलाई नै आएको हो हैन प्रधानमन्त्री हुनको लागि। उनले चाहिँ 6 महिने प्रधानमन्त्री बन्दिन, 5 वर्ष प्रधानमन्त्री जनताबाट अनुमोदित भएर आउँछु भनेर उनले भनेकै हुन्। त्यसले गर्दाखेरि नेपाली जनताको एउटा चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारीको जुन चाह र त्यसमा चाहिँ बालेन शाहको जुन एउटा चाहिँ नेचुरल फिट हुने प्रवृत्ति देखियो नि, त्यो ठ्याक्क राष्ट्रसभामा आउँदाखेरि के भयो भने त्यो पर्फेक्ट म्याच हुन गयो कि। त्यसले गर्दाखेरि अहिलेको यो जनउभार चाहिँ त्यो हिसाबले आएको हो। र स्लोगन पनि त्यही बनाइयो, अब की बार बालेन सरकार भन्दै देशभरि हैन भयो नि त। मान्छेलाई के भयो भने अब बालेनलाई सरकारमा लिएर जाने हो र प्रधानमन्त्री बनाउने हो भने के गर्ने भन्दाखेरि घन्टीमा छाप हान्ने भनेको त्यो जुन नारा छ नि, त्यो नारा चाहिँ बालेन नभेत्रिएको भए रवि मात्रै हुँदाखेरि पनि त्यस्तै नारा घन्किन्थ्यो? घन्किन्न थियो फेरि, त्यो त्यो होइन, त्यो अर्कै सिचुएसनमा जान्थ्यो कि। किनभने बालेनले नयाँ पार्टी खोलेर आउने परिस्थिति बन्थ्यो हैन। अब त्यो हल्ला पनि त चलेको थियो नि। तपाईँलाई के लाग्छ, बालेन रविको पार्टीमा जानको लागि इच्छुक देखिन्थे अथवा उनलाई दबाब दिएको रूपमा पनि लिन सकिन्छ? कतिपयले रवि र बालेनको केमिस्ट्री नै मिल्दैन पनि भन्छन् कि हैन कतिपय अवस्थामा। त्यो चाहिँ यहाँलाई के लाग्छ? होइन, त्यो मलाई के लाग्छ भने यो दुईटा कुराबाट हामीले चाहिँ स्पष्ट रूपमा के बुझ्नुपर्छ भने रवि र बालेन दुवैजना पोलिटिकल्ली एकदम स्ट्राटेजिक मान्छे रहेछन् भन्ने बुझिन्छ। अब दुईटाको तरिका त मिल्दिन, तर सरकारमा जानको लागि चाहिँ ती नमिल्ने तरिकाहरूलाई पन्छाएर एक ठाउँमा हामी आउनुपर्छ भन्ने हिसाबले दुवैजनाले सल्लाह गरेर र एकले अर्काको स्ट्रेङ्थ बुझेका रहेछन् हैन। रविले बालेनको स्ट्रेङ्थ बुझेका र बालेनले रविको चाहिँ मास मोबिलाइजेसनको जुन एउटा चाहिँ शक्ति र स्ट्राटेजी छ नि त्यसलाई बुझेका। त्यसले गर्दाखेरि यो हामीले अहिले भएका दलहरूलाई परास्त गर्ने हो भने हामी दुईटा चाहिँ मिल्नुपर्छ भनेर उनीहरूले आफ्नो शक्ति, आफूभित्र भएको शक्तिलाई जसले पहिचान गर्न सक्यो नि त्यसले सफलता हात पार्छ। त्यसले गर्दाखेरि बालेन र रवि दुवैले आफूभित्रको इन्टर्नल जुन शक्ति छ त्यसलाई पहिचान गर्न सके र त्यसलाई चाहिँ युज पनि गर्न सके। त्यसले गर्दाखेरि यिनीहरू दुईटै एकै ठाउँमा आए हैन। अब जसले गर्दाखेरि अब अप्रत्याशित जस्तो देखिने चाहिँ रिजल्ट आयो हैन। अब यो देशको लागि चाहिँ यो उत्साहपूर्ण नै हो। अब यहाँ एउटा चाहिँ दुईवटा पात्र, एउटा
खोरमा दुई चाहिँ शक्तिशाली सिंह भने जस्तो देखिन्छ राजसभामा होइन। अहिले त्यही देखियो नि त। रवि र बालेनको सन्दर्भमा हेर्ने हो भने त्यहाँ चाहिँ अब एउटा धेरै बोल्ने, एउटा बोल्दै नबोल्ने होइन। यसलाई चाहिँ हामीले अब सन्तुलित रूपमा हेर्दाखेरि चाहिँ कसरी बुझ्न सक्छौँ उनीहरू बिचको जुन यो मेल छ, यो मेल चाहिँ अलिकति लामो समयसम्म जान सक्छ त भन्ने प्रश्न पनि सँगसँगै उठाउन थालिएको छ। पहिले पनि उठाउँथ्यो भने अब त झन् अब कहाँ के चाहिँ कुरा निकालेर हुन्छ कि के गरे हुन्छ त्यो निकाल्ने नै छन् होइन, जसले चाहिँ यो विषयलाई चाहिँ त्यति मान्न खोजिरहेका छैनन् होइन। उनीहरू बिचको जुन सम्बन्ध कति टिक्छ भन्ने कुरामा चाहिँ हामीले अहिले प्रश्न गर्ने यो बेला अलिक बेठिक हुन्छ कि प्रश्न गर्न पाइन्छ होइन। यसो चाहिँ प्रश्न गर्न त पाइन्छ, तर अझै बेला चाहिँ भएको छैन। किन भन्नुहुन्छ भने अब एक त इलेक्सनको रिजल्ट पनि आएको छैन होइन। त्यसपछि अब कुन लेभलमा मन्त्री परिषदको गठन हुने हो, कस्ता मान्छेहरू आउने हुन् होइन। अनि त्यो आइसकेपछि अब डेभलपमेन्टका 100 दिने एजेन्डाहरू होइन रासोपाले अगाडि ल्याउला नि, हामीले 100 दिनभित्र यो गर्छौँ होइन। त्यसपछि गएर 6 महिनामा यो गर्छौँ, यो वर्षमा यो गर्छौँ, 2 वर्षमा यो गर्छौँ, 3 वर्षमा 5 वर्षमा त्यो जुन प्लानिङ छ नि उनीहरूको त हामीले हेर्नुपर्छ। त्यो करारनामै ल्याप्चे छाप हानेर त्यो पनि एउटा प्रचार शैलीको नयाँ तरिका हो। तर त्यो करारनामाको त खासै अर्थ रहन्न, किनभने उनीहरू पावरमा थिएन, बाचापत्र भनेका छन्। अब सरकारमा आइसकेपछि रियालिटीमा जब अब कन्ट्र्याक्टमा त के हुन्छ भने कन्ट्र्याक्ट जब साइन गरिन्छ नि यो पत्र, यो भोट पाउने भनेको कन्ट्र्याक्ट साइन हो र बल्ल अब यिनीहरूले हामीले 5 वर्षको भित्र अब त्यसलाई चाहिँ प्रोजेक्टहरू चाहिँ एउटा चङ्किङ गरेर भनेको डिभाइड गरेर त्यो जब नेपाली जनतालाई देखाउँछन् नि त्यस अवस्थामा हामीले यो कारण र यहाँनिर चाहिँ यिनीहरूको खटपट हुन सक्छ भनेर भन्न सकिन्छ। तर अहिलेको सन्दर्भमा मलाई के लाग्छ भने बालेन्द्र र रवि दुवैलाई हामी कसरी सफल हुने, 5 वर्षभित्रमा नेपाली जनतालाई शिक्षा, स्वास्थ्य, सुशासन, रोजगारीका कुराहरू कसरी प्रत्याभूत गर्ने होइन, यो क्लाइमेट चेन्जको इस्युलाई कसरी एड्रेस गर्ने, नेपालीहरूको जीवनस्तरलाई कसरी चाहिँ उकास्ने, वैदेशिक रोजगारीमा जाने युवाहरूको जुन एउटा चाहिँ बाढी लागेको छ त्यसलाई देशभित्रै रोजगारीका अवसर सिर्जना गरेर कसरी कम गर्ने भन्ने त्यो लेभलको, अनि यो भ्रष्टाचार कसरी मुक्त गर्ने भन्ने विषयमा उहाँहरूका व्यक्तिगत महत्त्वाकांक्षाहरूलाई थाती राखेर उहाँहरू कम्तीमा पनि 2 वर्ष त्यसमा डटेर लाग्नुहुन्छ जस्तो लाग्छ होइन। र त्यो अहिलेको म्यान्डेट पनि त्यही हो र नेपाली जनताको म्यान्डेटलाई बुझेर यदि यो देशलाई साँच्चीकै माया गर्ने हो होइन, बालेन शाहले त जहाँ पनि जाँदै किस ब्लो गर्दै हिँडेको पनि छ, त्यो भनेको देशलाई माया गर्ने। यदि देशलाई माया गर्ने नै हो भने आफ्ना चाहिँ महत्त्वाकांक्षाहरूलाई होइन एका ठाउँमा चाहिँ राखेर देश विकासका एजेन्डाहरूमा दुवैजना आउनुपर्छ र अरू पार्टीहरूलाई पनि सँगसँगै तपाईँहरू पनि आउनुहोस् भनेर उहाँहरूले आह्वान गर्नुपर्छ। त्यही भएर मैले अहिले भर्खरै यिनीहरूको बिचमा त्यो बेमेल होला होइन, यिनीहरू चाहिँ फाइटिङ गर्न सुरु गर्ला, मन्त्री परिषद गठन गर्नेमा किचलो आउला भनेर त्यो प्रश्न चाहिँ अलि चाँडो हुन्छ कि जस्तो लाग्छ। अब यो शक्ति सन्तुलनको हिसाबमा यो सन्दर्भमा हामीले के देखिरहेका छौँ नेपालको राजनीतिमा चाहिँ गुट बिनाको दल नै नभएको जस्तो पनि देखिन्छ होइन। अब नेकपा एमालेमा त्यत्रो गुट भएर अब गुटका व्यक्तिहरू मात्रै पदाधिकारीमा चयनदेखि लिएर टिकटमा पनि त्यस्तै खालको एउटा भागवण्डा लगाएर त्यसरी गरियो भने आगामी दिनमा चाहिँ रासोपा चाहिँ गुटविहीन बनेर अगाडि जान सक्ने त्यो अवस्था कसरी तयार होला र एउटा चाहिँ त्याग चाहिँ रविले प्रधानमन्त्रीकै उम्मेदवारको रूपमा बालेन्द्र शाहलाई चाहिँ अघि सारिरहँदाखेरि यसमा चाहिँ द्वन्द्वको टकराव हुन सक्ने अवस्थालाई हामीले भुल्न सकिन्छ कि त्यो जीवितै रहन्छ? होइन, त्यो त अब भित्री रूपमा आफ्नो आफ्नो महत्त्वाकांक्षा त होला न होइन। अनि अब रविका पनि आफ्नै लिमिटेसन्सहरू छन् होइन, कतिपय कुराहरू। त्यसले गर्दाखेरि अहिलेको परिस्थितिमा होइन रविले अब त्यो बुझेर नै होइन बालेन शाहलाई नेपालको प्रधानमन्त्रीको रूपमा चुनाव अघि नै प्रस्तुत गर्दाखेरि त्यो जनताको जुन सेन्टिमेन्ट छ त्यसलाई क्याच गर्न सकिन्छ भन्ने एक किसिमले त्यो पल्स होइन उनले बुझ्न सके र त्यो कुरालाई फेरि अब नेपाली जनताको सामुन्यमा आफू बेइमान पनि देखिनु भएन, किनभने
विभिन्न पार्टीहरूले त उनलाई विभिन्न किसिमका वैमानिकको ट्याग लगाइरहेछन्। त्यो कुरालाई पनि काउन्टर गर्नको लागि अहिले भर्खरै बालेन्द्र शाहलाई अप्ठ्यारो पार्ने हिसाबले रवि लामिछानेले सोध्छन् जस्तो लाग्दैन। तर त्यसको सर्टेन टाइम चाहिँ आउँछ। मैले भनिहालेँ नि, कम्तीमा पनि 2 वर्ष मजाले दुवैजना मिलेरै अगाडि बढ्छन्। 2 वर्षपछि मात्रै हामीले यो विषयमा अलि गहिरिएर समीक्षा गर्नुपर्ने हुन्छ। 2 वर्षसम्म यिनीहरूलाई बेनिफिट अफ डाउट पनि दिनु पर्यो हैन, र यिनीहरूलाई सहयोग पनि गर्नु पर्यो। किनभने देशले अहिले खोजेको निकास हो हैन। बाहिर बस्ने अब हामी जस्तो विश्लेषकहरू हैन, अलिकति विभिन्न विषयमा जान्नेहरूले पनि अब त्यो डिभिजन ल्याउने भन्दा पनि हैन, एकतामा कसरी ल्याउन सकिन्छ भने त्यो लेभलको भाष्यमा अलि बढी जोड दिनुपर्छ जस्तो लाग्छ। हाम्रो त समाज यति यस्तो छ कि अलिकति नकारात्मक कुरा गरिदियो भने त्यसले चाहिँ अलिक बढी चाहिँ हल्लाखल्ला पाउने, राम्रो कुरा चाहिँ गुपचुप हुने प्रवृत्ति पनि नेपाली समाजमा छ। हो, डेफिनेटली। त्यही भएर अहिलेको अवस्थामा चाहिँ रासोपाको उदय नै पश्चिमाबाट चाहिँ यो सिर्जित भएको हो भन्ने कुरा पनि पटक पटक दोहोरिएको कुरा भयो। र भदौ 23 र 24 गतिको घटनामा पनि रासोपा संलग्न भएको, रविलाई छुटाउनलाई त्यसरी चाहिँ उसले तयार गरेको, जेनजी सरकार बनाउँदाखेरि पनि यो त कहाँ जेनजी सरकार हो र यो त रविको सरकार हो अथवा रासोपाको सरकार हो पनि भनियो। नागरिक सरकार होइन, यो त बारबरा फाउन्डेसनको सरकार पनि भनियो होइन। अनेक थरीका लान्छनाहरू लाउने क्रम अझै पनि जारी नै छ, यो अनन्तकालसम्म रहने नै छ होइन। तपाईँलाई चाहिँ के लाग्छ, यो साँच्चीकै बारबरा फाउन्डेसन अथवा अमेरिकाको यसमा लगानी छ? यसमा चाहिँ कुनै मिसनबाट चाहिँ यो सिर्जित अवस्था आएको हो यो भन्नेहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? यसमा के कतिको दम छ त उसो भए? होइन, यस्तो छ, अब रमाइलोको लागि त यहाँ होइन अब धेरै किसिमका कुराहरू गरिन्छन्, त्यस्तो किसिमको भाष्य पनि निर्माण गरिन्छ। तर चाहिँ रियालिटी के हो भन्नुहुन्छ भने अब अमेरिकाले यहाँ नेपालमा यस्तो किसिमको आन्दोलन गराएर होइन फाइदा लिनुपर्ने कुनै जरुरी छैन होइन। उसले चाह्यो भने विभिन्न तरिकाले राम्रै तरिकाले गर्न सक्छ के। त्यसले गर्दाखेरि एउटा चाहिँ अब युवाहरूलाई उठाउने अथवा त्यो किसिमको वितण्डा मचाउने भन्ने त्यो जुन छ नि, त्यो यहाँको पहिलादेखिको जुन एउटा वामपन्थी रुझान छ नि, त्यो रुझानबाट शिक्षित प्रशिक्षित भएका यहाँका विद्वानहरू पनि धेरै छन् होइन। यहाँको चाहिँ एउटा चाहिँ यो क्याडर बेस्ड एउटा चाहिँ पोलिटिकल पार्टीहरू चाहिँ जुन डेभलप गरियो, जहिले पनि चाहिँ आफूले काम गर्न नसक्ने र बाह्य शक्तिहरूलाई चाहिँ दोष देखाउने जुन लेभलको एउटा परिपाटी बन्यो र त्यही लेभलको भाष्य बन्यो र त्यही लेभलको चाहिँ शिक्षा पनि दियो युवाहरूलाई। त्यसले गर्दाखेरि त्यो त्यसैको एउटा चाहिँ बाई प्रडक्टको रूपमा आएको हो होइन। तर खासमा भन्ने हो भने त्यो लेभलको बाह्य शक्तिले यो गरे होइन, नेपाली युवाहरूले नै गरेका हुन्। र जुन तोडफोडको कुरा छ नि, हामीले भिडियोबाट हेर्दाखेरि नै थाहा हुन्छ कुनै पोलिटिकल पार्टीका मान्छेहरू गएका छन् त होइन। अब गगन थापाको घर तोडफोड गर्नलाई फलानु पार्टीबाट गएका थिए भनेर चाहिँ भिडियोमा गगन थापाले भनेकै ऊ छ होइन। काङ्ग्रेसका नेताहरूलाई कारवाही गर्न काङ्ग्रेस पार्टीभित्रकै असन्तुष्ट पक्षका मान्छेहरू गएका थिए, एमालेका गएका थिए, एमालेकालाई काङ्ग्रेसका गएका थिए। त्यसले गर्दाखेरि यो पार्टीभित्रको जुन एउटा चाहिँ अस्वस्थ प्रतिस्पर्धा थियो र साधन र स्रोतमाथि हालिमुहाली गर्न चाहिँ नपाउने अवस्था थियो, त्यसको रिस पोख्नको लागि चाहिँ अब त्यो ओपन भइसकेपछि के हुन्छ भन्नुहुन्छ भने अब जसले जता मुक्का हाने पनि हुन्छ कि, उत्तर दक्षिण होइन जता पनि हाने हुन्छ। त्यसले गर्दा त्यो एउटा केयटिक सिचुएसन चाहिँ निर्माण भयो। त्यसमा चाहिँ धेरै मान्छेहरू पार्टीका मान्छेहरू पनि संलग्न भए। अब जहाँसम्म रासोपालाई दोष लगाउने कुरा छ त्यसमा के देखिन्छ भन्नुहुन्छ भने अब रवि लामिछाने जेलबाट जुन निस्किसकेपछि अब अरू नेता त कुट्टे होइन, रवि लामिछाने कुट्टेनन् होइन। नकुट्टिँदाखेरि अरू पार्टीका मान्छेहरूलाई अलिकति ईर्ष्या पनि भयो होइन। अनि त्यसपछि रासोपाले एउटा मिटिङै राखेर जेनजी आन्दोलनको अपनत्व हामीले लिनुपर्छ भनेर त्यसलाई अनुमोदन गर्ने काम गर्यो। त्यसको अर्थ के हो भने युवाहरूले गरेको आन्दोलनलाई हामीले चाहिँ नजरअन्दाज गर्न मिल्दैन भनेर उनीहरूले एउटा चाहिँ पोलिटिकल डिसिजन गरेका हुन् होइन। अब त्यसैको आधारमा अब मान्छेहरूले चाहिँ विभिन्न ओपिनियनहरू बनाए र यो रासोपाको सरकार हो अथवा रासोपाले चाहिँ यो आन्दोलन गराएको भनेर गर्न खोजे। र त्यो कुरालाई पनि नेपाली जनताहरूले चाहिँ ती पार्टीले ल्याएका कुराहरूलाई रिजेक्ट गरिदिए कि अहिलेको इलेक्सनबाट। किनभने तिमीहरू भन्दै गर हाम्रो मत चाहिँ यो चाहिँ पक्षमा छँदैछ भन्ने कुरा छँदैछ। निर्वाचनको मत परिणामले
देखायो। देखायो। अर्को कुरा चाहिँ यो एउटा चाहिँ नेपालमा निर्वाचन हुँदैछ, यसको बहस चाहिँ बाहिर बाहिर पनि हुँदै थियो, अहिले पनि हुँदै जारी छ होइन। एउटा चाहिँ हामी यो एउटा भू राजनीतिक हिसाबले हेर्दाखेरि पनि नेपाल चाहिँ यस्तो चाहिँ भूगोलमा छ, दुई शक्ति राष्ट्र होइन, एउटा उत्तरमा चीन र दक्षिणमा भारत, र अहिलेको यो चुनाव चाहिँ उत्तर र दक्षिणको मात्रै नभएर यो चाहिँ अब अलिकति पर तेस्रो मुलुक जुन पश्चिमा मुलुकसम्म चाहिँ अमेरिकाको चाहिँ यो जित भयो, उत्तर र दक्षिणको हार भयो, यसरी पनि लिन खोजियो अथवा देखाउन खोजियो। यसमा चाहिँ के देखिन्छ यो भन्नेहरूलाई यो पनि अघि अरूलाई दोष लगाउनको लागि यो भन्नको लागि मात्रै भनिया हो कि यसमा केही न केही चाहिँ कारण छ? अब यस्तो चाहिँ यसको कसरी हेरौँ भने जस्तै अब अमेरिका लगायत भनौँ न युरोपेली देशहरूले नेपालमा शिक्षामा, ट्रेनिङमा होइन, विकास निर्माणका काममा एनजिओहरू मार्फत धेरै लगानी गरेका छन् होइन। त्यसपछि अब यो राइट्सका कुराहरूमा धेरै लगानी गरेका छन्। अनि भनौँ न विभिन्न किसिमका अब ग्रुपहरूलाई सशक्तिकरण, महिला सशक्तिकरण, युवा सशक्तिकरण, अनि त्यसपछि चाहिँ यो एन्टरप्रेन्योरसिप डेभलपमेन्ट, लिडरसिप डेभलपमेन्ट जस्ता सेक्टरहरूमा उनीहरूको लगानी धेरै छ। अनि त्यो लगानी गरिसकेपछि अब यसबाट नेपाली काङ्ग्रेसका मान्छेहरू पनि अब एनजिओ मार्फत बेनिफिट लिएकै हुन्, एमाले पनि लिएको हो होइन, र अरू पोलिटिकल पार्टीहरूका मान्छेहरू पनि त्यो एनजिओ मार्फत त बाहिरीहरूको बेनिफिट त लिएकै छन्, ट्रेनिङमा पनि गएकै छन् होइन। अब त्यसपछि अब रासोपामा अब हामीले बाहिरबाट मान्छे त थप्न सकिन्न, यो देशका जनता त उनै हुन् होइन। त्यसले गर्दाखेरि अब डेभलपमेन्टको प्रक्रियाबाट जुन लेभलमा इन्भेस्टमेन्ट भएको छ, पश्चिमी देशहरूको इन्भेस्टमेन्ट धेरै छ के। अब कि त हामीले चाहिँ त्यो सहयोग नलिनु पर्थ्यो होइन, सहयोग लिइसकेर नेपालमा एनजिओ रन गर्नलाई अधिकार दिइसकेपछि र उनीहरूलाई अझ इन्भाइट गरी बोलाएपछि अनि फेरि अहिले आएर चाहिँ यो पश्चिमाले गरेको हो होइन, पश्चिमाहरूले चाहिँ यसरी ट्रेनिङ दिएका हुन् भनेर त्यतिखेरै त्यो नराम्रो थियो भने त सरकार थियो त किन ट्रेनिङ दिएका छौ, किन यस्तो किसिमको गरेका छौ, हामीले उनीहरूलाई देश निकाला गर्नु पर्थ्यो, त्यो नगर्ने। त्यसले गर्दाखेरि जनताहरूलाई भ्रम पार्नको लागि यी यावत खालका चाहिँ कुरा गर्दाखेरि यो नेपालको चाहिँ जुन प्रगतिको पथ छ नि त्यसमा ध्यान नदिएर जनता लडाउनेतिर नै राजनीतिक दलहरू लाग्यो कि। यो भनेको अबको यो मत परिणाम भनेको जनता लडाउने होइन, जनता मिलाउने मत परिणामको रूपमा लिन पर्छ। अब पर्छ, नेपाल युनाइटेड भयो। हेर्नु त अब चाहे नेपाली काङ्ग्रेस होस्, चाहे एमाले होस्, चाहे माओवादी होस्, चाहे अरू कुनै दलहरू हुन्, उनीहरूले आफ्नो दल नछोडिकन भोट परिवर्तन गरे। त्यो भनेको अब हामीलाई चाहिँ परिवर्तन चाहिएको छ, हामीलाई यो दल र सिद्धान्तहरू चाहिएको छैन, यो देशलाई जसले फाइदा गर्छ हामी त्यता जान्छौँ र त्यसको लागि अहिले यो 5 वर्षको लागि हामीले रासोपालाई हेर्न चाहन्छौँ भनेर पोलिटिकल पार्टीहरूलाई तिमीहरू चाहिँ केही वर्ष आराम गर भनेको 2064मा माओवादीले जुन खालको मत पाएको थियो अहिले ठ्याक्कै त्यस्तै रासोपाले मत पाइरहेको रूपमा पनि व्याख्या गर्न थालिएको छ होइन। यो अवस्थालाई रासोपाले अब कसरी व्यवस्थापन गर्ला? बहुमत त आउँछ नै होला, 2/3 सरकार बनाउनको लागि रासोपालाई करिब अब बाटो खुल्न लागेको हो कि जस्तो पनि देखिन्छ। त्यो त अन्तिम मत परिणामले के बताउला। तपाईँ र म कुराकानी गरिरहँदाखेरि 40 सिटमा त उसले प्रत्यक्षमा ल्याइ नै सकेको छ, त्यसमा पनि 79 सिटमा चाहिँ अहिले लिड अग्रतै छ होइन। समानुपातिको त त्यो कुरै छाडौँ होइन, यस हिसाबले हेर्ने हो भने त त्यो नजिक पुग्न सक्ने देखिन्छ। यो हुँदाखेरि रासोपा एकलौटी हुँदाखेरि यसले झन् भद्रगोल पो हुन्छ कि भन्ने त्यस्तो शङ्का लिन मिल्छ कि मिल्दैन? होइन, भद्रगोल हुने त भएन, किन भनिसकेपछि अब उनीहरूसँग कानुन बनाउनको लागि होइन कसैलाई गुहार्नु परेन होइन। इभन संविधान संशोधन गर्ने सर्टेन लेभल का कुराहरू, संविधान संशोधनका कुराहरूलाई पनि उनीहरूले अब अगाडि ल्याउन सक्ने भयो कि। त्यो मनलाग्दी चाहिँ हुँदैन, मनलाग्दी चाहिँ हुँदैन, तर कानुन संशोधन गर्नलाई चाहिँ उनीहरूसित प्रशस्त आधार भयो, किनभने कुनै पार्टीको चाहिँ सहयोग चाहिएन, भुइँ चढेर हिँड्नु पनि परेन होइन। त्यसले गर्दाखेरि अब उनीहरूले विभिन्न खालको अध्यादेश ल्याएर पनि काम चलाउन सक्छन्, विभिन्न खालको चाहिँ यो कानुनहरू संशोधन गरेर पनि अगाडि बढ्न सक्छन्। अब कतिपय कुराहरू संविधान संशोधनका एजेन्डाहरू छन् नि त, अनि ती एजेन्डाहरू जस्तै भनौँ न, उदाहरणको लागि उनीहरूले वाचापत्रमा देखाएका धेरै कुराहरू
कतिपय कुरालाई चाहिँ त्यो संविधान संशोधन गर्न नि पर्छ। जस्तै अब बाहिर विदेशमा बस्ने एकपटकको नेपाली सधैँको नेपाली भनेर उनीहरूले नागरिकताको कुरा ल्याछन् होइन, त्यो त उनीहरूले गर्नुपर्ने हुन्छ, किनभने उनीहरूका छोराछोरीहरूले नै बाहिरबाट फोन गरी अहिले भोट चाहिँ घन्टीमा हाल्नु है भनेर एक किसिमको त्यो प्रक्सी भोटिङ सिस्टम पनि युटिलाइज भयो होइन। अनि त्यसले गर्दाखेरि यो जुन यो अहिले हामीले जुन मतको कुरा गरिरहेछौँ होइन, यो जुन लेभलमा यसले पाइरहेछ रासोपाले, त्यसले गर्दाखेरि उनीहरूलाई चाहिँ प्रशस्त आधार छ होइन। त्यही भएर नडराइकन जसरी बालेन एउटा चाहिँ सिंहको त्यो गुफाको अगाडि गएर हुङ्कार गरे र सिंहलाई चाहिँ त्यो गुफाबाट बाहिर निकालेर होइन लडाउन सफल भए, त्यस्तै अब यो देशको विकासको लागि होइन त्यही लेभलबाट निडर भएर पोलिसीहरू चाहिँ निर्माण गर्नुपर्ने हुन्छ। र अब त्यो पोलिसी निर्माण गर्ने क्रममा चाहिँ जनतालाई फाइदा हुने, नेतालाई फाइदा भन्दा पनि जनतालाई फाइदा हुने, जनताको जीवनस्तर उकासिने होइन, शिक्षा स्वास्थ्य लगायतका कुराहरूमा क्वालिटी इम्प्रुभ गर्ने खालबाट उहाँहरू जानुभयो होइन। सुरुवातमा भने यो देशले एउटा चाहिँ नयाँ कोर्स लिन्छ के, अनि त्यो कोर्समा अरू पार्टीहरू पनि जान बाध्य हुन्छन्। त्यसले गर्दाखेरि यो नेपालको लागि चाहिँ ठुलो अपर्च्युनिटी हो होइन। त्यही भएर अहिले हामीले चाहिँ अब यो यसलाई चाहिँ पोलिटिकल गेमको रूपमा लिने भन्दा पनि फाइनली नेपालसँग चाहिँ एउटा अवस्था चाहिँ सिर्जना भयो है। र यो अर्को पनि एउटा महत्त्वपूर्ण विषय के हुन्छ भन्नुहुन्छ भने पार्लियामेन्ट्री डेमोक्रेसीले फङ्सन गर्छै गर्दैन भन्ने टेस्ट पनि हो, किनभने अहिलेसम्म यो लेभलको 2/3 मत कसैले पनि ल्याएको थिएन कि, इभन 64मा पनि थिएन। अब भन्नाले त यो निर्वाचन प्रणाली नै खराब छ पनि भन्ने होइन, यो चाहिँ अहिलेको व्यवस्थामा जुन त्यसमा चाहिँ कुराहरू राखिएको छ आउने रहेछ नि त भन्ने यसले प्रश्न पनि उठायो। र अब यो पार्लियामेन्ट्री सिस्टमले काम गर्दो रहेछ कि रहन्छ भन्ने पनि अब चाहिँ टेस्ट, अब यो संसद प्रतिनिधि सभा अगाडि बढिसके पछाडि यसले चाहिँ देखाउला त्यो आगामी बाटो कस्तो लिनेछ भनेर। अब यहाँ ठुला नेताहरू पराजित भएका छन्। अहिले भर्खरै तपाईँसँग कुराकानी गरिरहँदाखेरि मेरो मोबाइलमा मैले देखिरहेको छु माधव नेपालको लज्जास्पद हार भनेर रासोपाले त्यहाँ जितेको छ, माधव नेपाल चौथो भएका रहेछन् होइन। यसै गरी अब केपी ओलीको पनि हालत त्यही नै हुने जस्तो देखिन्छ भने अरू नेताहरू उता अब रुकुममा चाहिँ पुष्पकमल दाहाल प्रचण्ड त विजयी भइसकेका छन् होइन। ठुला नेताहरूको यो अवस्थालाई यहाँले कसरी हेर्नुहुन्छ? गगन थापा पनि अवस्था त्यस्तै देखिन्छ होइन, के भन्नुहुन्छ यहाँ? होइन त्यही त, यो चाहिँ अहिलेसम्म पोलिटिकल पार्टीहरूले जनताहरूलाई रैतीको रूपमा जुन सोचे त्यसको चाहिँ हामी त्यो स्वीकार्न तयार छैनौँ भनेको एउटा अभिमत हो होइन। र एकदम राम्रो भएको छ यी जुन मेन ठुला पार्टी आफूलाई, अब अहिले त ठुलो पार्टी भन्नै मिलेन होइन, पहिला चाहिँ शासन गरिरहेका ठुला पार्टीहरू को ठुला नेताहरू चाहिँ पराजित हुनु भनेको यो देशको लागि एकदमै राम्रो सन्देश हो होइन। यसबाट के देखिन्छ भने पावर जतिसुकै धेरै भए पनि होइन, जतिसुकै ठुलो पार्टी भनेर मान्छेहरूले दम्ब गरे पनि अन्त्यमा गएर असली पावरफुल भनेको चाहिँ जनता हुँदो रहेछ। त्यसले गर्दाखेरि जनतामा जुन निहित भएको सार्वभौम सत्ता छ नि, त्यो सार्वभौम सत्ता नेपाली जनताले प्रयोग गरेर देखायो अहिले, र त्यो दम्बलाई चाहिँ धुलिसात पारिदिए होइन। अब त्यसले गर्दाखेरि यो चाहिँ देशको लागि चाहिँ ठुलो उत्सव, यिनीहरू हार्नु भनेको देशको लागि यो ठुलो उत्सव मनाउनु पर्ने चाहिँ हो होइन। बालेनले जिते, रवि लामिछानेले जिते भन्दा पनि यिनीहरूले यो देशलाई चाहिँ अड्काएर राखिरहेको थियो नि, यिनीहरूको हार चाहिँ उत्सवको विषय हो के, त्यो हिसाबले हामीले हेर्नुपर्छ। अब चाहिँ तपाईँले चाहिँ नेपाली कङ्ग्रेस, नेकपा एमाले, अब पुष्पकमल दाहालको नेपाली कम्युनिस्ट पार्टी र अर्को दल छ राष्ट्रिय प्रजातन्त्र पार्टी होइन, यी पार्टीहरूको भविष्य के देख्नुहुन्छ तपाईँ? होइन, यिनीहरूको भविष्य कहीँ गएको छैन, किन भन्नुहुन्छ त्यो यथावत छ कि अहिले चाहिँ पार्टी त यथावत छ, तर नेतृत्वले लिएको भूमिका र दलको अहिलेको अवस्था हेर्ने भने त निकै नाजुक अवस्थामा पुगे नि त उनीहरू। होइन, यस्तो यसलाई हामीले नाजुक पनि नभनौँ,
किन भन्नुहुन्छ भने पोलिटिक्समा हार र जित भइरहन्छ होइन। र रासोपाले के भनिरहेछ भने हामीले काम गर्न सकेनौँ 5 वर्षभित्रमा भने तपाईँहरूले हामीलाई भोट नदिनु होला भनेर भनेकै छ। अब यिनीहरूले 5 वर्ष मजाले चाहिँ आफ्नो पार्टीलाई सुदृढीकरण गरून् होइन, यिनीहरूसँग टाइम हुने भयो नि त। अनि राम्रो राम्रो आफ्ना मोडलहरू बनाउन् होइन, यिनीहरूलाई त्यो त ठुलो अपर्च्युनिटी हो होइन। यसलाई चाहिँ हामीले नेगेटिभ रूपमा लिन भन्दा पनि यिनीहरूलाई यो सुध्रिने ठुलो अवसर भएको हुनाले यिनीहरू सकिन्छन् भन्ने चाहिँ मलाई लाग्दैन होइन। तर चाहिँ रासोपाले फेरि 5 वर्षभित्रमा जुन लेभलको चाहिँ नेपाली जनताहरूले चाहिँ आशा राखेका छन् त्यसको 20% मात्रै पनि काम गरिदियो भने 100% गर्न पर्दैन कि। यहाँ धेरै काम गर्नुपर्ने भएको हुनाले थोरै काम गर्दा पनि धेरै जस्तो देखिन्छ। त्यसले गर्दा उनीहरूले गरेका बाचाको 20% मात्रै पनि रासोपाले डेलिभरी दिन सक्यो, खास गरी यो भ्रष्टाचारको विषयमा र सरकारी कामकाजको विषयमा होइन। जस्तै अब लाइसेन्स टाइममा निकालिदिने, अनि त्यसपछि गएर तपाईँको सरकारी कार्यालयमा जाँदाखेरि काम फटाफट हुने भनेको सामान्य भन्दा सामान्य काम गरिदियो भने मात्रै पनि हो, जनता त्यतिकै ताली बजाउँछन्। र यहाँको कर्मचारी तन्त्रलाई अलिकति ड्रास्टिक रूपमा चाहिँ चेन्ज पनि गर्नुपर्छ कि। एउटा कुरा सर, यो झापा 5 को एउटा नतिजा मैले यहाँ तपाईँसँग कुराकानी गर्दा गर्दै हेरिरहेको छु। हामीले यो कार्यक्रम रेकर्ड गर्दाखेरि हामी यो दिउँसोको 3-4 बज्न लाग्यो। बालेन्द्र शाहको 55,934 होइन, केपी शर्मा ओलीको 15,409 र श्रम संस्कृति पार्टीको समीर तामाङको 8,519 मत भइछ। यो मतान्तर यसो हेर्ने हो भने त यो 40,000 को मतान्तर भन्दा बढीको मतान्तरमा बालेन्द्र शाहले लिड गरिरहेका रहेछन् होइन। यस्तो उथल पुथल चाहिँ किन थाहा होला यो होइन। यो यसबाट हामीले के बुझिन्छ भन्नुहुन्छ भने झापाली जनताहरूले वास्तवमा यो देशको परिवर्तन पूर्वबाट सूर्य उदाउँछ भन्छन् नि, परिवर्तन झापाबाट सुरु हुन्छ भन्ने कुरा झापाका जनताहरूले एकदम परिपक्व तरिकाको डिसिजन अहिले गरिदिए होइन। र झापाली जनताले के पनि देखाइदिए भन्नुहुन्छ भने धेरै चिरीफुरी गर्नु हुँदैन है, पोलिटिकल पार्टी हो होइन भनेर झापामा खास गरी 5 नम्बर क्षेत्रमा केपी ओलीले विकास नगरेका त होइनन् नि, विकास त त्यहाँ राम्रो भएको छ होइन। त्यसले गर्दाखेरि अहिले यो विकासको लागि दिएको मत होइन, विकासको लागि दिएको मत हुन्थ्यो भने झापा त्यसपछि गएर चितवनमा होइन रेणुदालले पनि राम्रै गरिसिन्। त्यही भएर मैले पहिला पनि भन्ने गर्थेँ, रेणुदाल त भनिसकेछन् मैले चाहिँ राम्रो काम गरे तापनि मैले मत चाहिँ बटुल्न सकिनँ भन्ने प्रतिक्रिया आएको छ। झापामा चाहिँ केपी ओलीले आफ्नो मत गुमाउनुको पछाडिको प्रमुख कारण चाहिँ के हो त? प्रमुख कारण चाहिँ उनको अहङ्कारै हो। उनले चाहिँ एउटा त त्यत्रो युवाहरू मर्दाखेरि सरी पनि भनेनन् होइन। अनि अर्को कुरा के भयो भने यसलाई आन्दोलनको संज्ञा पनि दिएनन्, हाहु मात्रै भने होइन, आतङ्कवादी पनि भने। त्यत्रो नेपाली जनताका ती कलिला छोराछोरीहरूलाई ढ्याङ ढ्याङ गोली हान्दाखेरि उनीहरू त्यो 23 गतेका दिन संसद भवनभित्र गएका भए सेल्फी लिएर निस्किन्थे कि केही हुनेवाला थिएन नमारिदिएको भए। त्यसले गर्दाखेरि त्यस्तो अवस्थामा पनि त्यो निर्दयता हामीलाई चाहिँ स्वीकार्य छैन। हामी चाहिँ एउटा यो शान्तिपूर्ण देशका चाहिँ जनताहरू हौँ होइन। र यस्तो लिडर जसले चाहिँ त्यो क्रूरता चाहिँ लाई आत्मसात पनि गर्न सकेन भनेर झापाकै जनताले आफ्नै छिमेकी भए पनि होइन, छिमेकी हुने त हो नि, अब वर्षौँदेखि त्यहाँ बसिरहेका तेह्रथुमबाट चाहिँ त्यहाँ आएका भए पनि आफ्नै छिमेकीहरूले समेत उनलाई चाहिँ त्यो दिएनन् के, जुन लेभलको चाहिँ सम्मान दिनु पर्थ्यो त्यो दिएनन्। तिम्रो काम सकियो, तिमी यस्ता रहेछौ भनेर यो उनलाई चाहिँ सबक देखाएको हो र एमाले पार्टीलाई पनि सबक देखाएको हो के, किनभने गलत नेतृत्व छान्नु हो। एक्ज्याक्टली। अब एमाले पार्टीले उनीहरूलाई छानेर त पठायो र एमाले समग्रतामा अहिले सबैभन्दा बढी तपाईँको लस खेपेको पार्टी पनि एमाले भएको छ कि। एमालेका कार्यकर्ताहरूले नै अहिले विद्रोह गरेर अब एमालेको नेतृत्वको कारणले गर्दै कार्यकर्ताहरूलाई पनि अलिकति मुख देखाउन लाज भइरहेछ होइन। अब त एमालेका कार्यकर्ताले भन्ने नि हामीले त्यहाँ सर्टेन मान्छेहरूले नेतृत्व चेन्ज नगरे पनि अब हामीले चाहिँ सरकारी संयन्त्र
र पावर डाइनामिक नै चेन्ज गरिदिउँ, हामीले भोट नदिएको भए रासोपाले कसरी जित्थ्यो र भनेर उनीहरूले त अब अपनत्व लिनुपर्छ। हाम्रै कारणले यो गलत नेतृत्वलाई हामीले पाखा लगाउनै भए पनि हाम्रो मत चाहिँ तिमीलाई पनि छ भन्ने उनीहरू आफै चाहिँ यो सच्चिने ठाउँमा पुग्न खोजिरहेछ। हो, हिजो चाहिँ सूर्यमा भोट हालेका मान्छेहरूले होइन, हिजो रुखमा भोट हालेका मान्छेहरूले नै यता घन्टीमा भोट हाले हो नि त। अब तपाईँलाई मैले सोध्नुपर्ने चाहिँ केपी ओली, माधव नेपाल, शेरबहादुर देवबहादुर यो चुनावलाई वास्तै नगरिकन उनी सिङ्गापुरतिर रमाइरहेका छन् के अरे अहिलेको अवस्था म नहुँदाखेरि के हुँदो रहेछ देखिस् भनेर नयाँ सभापति गगन थापालाई त्यो खालको प्रश्न पनि उठाइरहेका होलान्। त्यो कल्पना गरौँ होइन, कल्पना कुरा भयो। अब ठुला नेताहरूको राजनीतिक भविष्य के हुन्छ? अब यस्तो छ, ठुला नेताको राजनीतिक भविष्य चाहिँ सक्यो कि जीवित? होइन, सक्यो, यिनीहरूको त सक्यो। अब उठ्ने ठाउँ छैन होइन, यिनीहरू अब उठ्न सक्दैनन् र उठ्न खोज्नु पनि हुँदैन कि। अब यिनीहरूले गर्ने के हो भने एक ठाउँमा बसेर आफ्नो चाहिँ अनुभवहरू चाहिँ लेख्ने होइन, किनभने पार्टीका अब नयाँ आउने मान्छेहरूलाई त्यो चाहिँ एउटा चाहिँ ऐतिहासिक दस्तावेज हुन्छ होइन। उनीहरूले अब देशको लागि केपी ओली तयार हुन्छन् होइन, त्यो त उनको आफ्नो ऊ भयो, धारणा भयो। स्वभाव हेर्दाखेरि उनले गर्नुपर्ने चाहिँ त्यही हो होइन, तर उनीभित्रको त्यो अहङ्कारले त्यो नदिन नै सक्छ। प्रचण्ड के गर्छन्? प्रचण्ड त संसदमा त प्रचण्डले त अब संसदमा जितेर आइसके, अब मैले नै अब सम्हाल्ने हो भनेर भन्न थालिसके। सबैलाई सम्हाल्ने मै हो होइन, त्यो कुरा पनि व्यक्त गरिरहेका छन्। त्यो अलि चाहिँ बढी नै बोलेका हुन् उनी, किनभने अब त्यसको अर्थ के हुन्छ भने यहाँ आएका अब मान्छेहरू त राम्रा राम्रा मान्छे राष्ट्रसभाबाट इलेक्टेड भएर आछन् नि त होइन। देश विदेशमा गएर त्यहाँको सिस्टममा काम गरेका, त्यहाँको सिस्टमलाई चेन्ज गरेका। अबको प्रतिनिधि सभाको बैठक र त्यहाँ उपस्थितिको एउटा अवस्था हेर्ने निकै रोचक देखिनेछ। नयाँ अनुहारहरू त्यहाँ प्रशस्त देखिनेछन्। अलिकति देशलाई केही गर्नुपर्छ भन्ने आवाजहरू बढी बुलन्द हुनेछ, हामी त्यो आशा गर्न सक्छौँ होइन। मत परिणाम त आउन क्रम जारी नै छ होइन। अन्तिममा भनिदिनुहोस् त, अब देशले एउटा पोल्टे फेर्यो, देशले स्थिर सरकारको जुन एउटा कल्पना गरेका थियो त्यो पाउने भयो, त्यो हामी त्यो बाटोमा पुग्न सक्छौँ? अब सकिन्छ, त्यो त अब स्पष्ट रूपमा देखिहाल्यो होइन। अनि अब यसमा हामीले चाहिँ के चाहिँ हेर्न सकिन्छ भने एकदम अहिलेको अब आउने जुन प्रतिनिधि सभाको बैठक हुन्छ नि, त्यो एउटा दुईवटा बैठक भइसकेपछि धेरै इन्ट्रेस्टिङ हुँदैन। किन भन्नुहुन्छ भने एउटै पार्टीको बहुमत छ, प्रस्तुत गर्ने, ताली बजाउने, पास गर्ने। अब भाषणबाजी छाड्ने त्यो हुँदैन। र फेरि ठ्याक्कै कस्तो हुने भयो भने बालेनको जुन एउटा तरिका छ नि, धेरै नबोल्ने काम गर्ने भन्ने, त्यो ठ्याक्कै अब हुने भयो। किनभने बालेन प्रधानमन्त्री होइन, र प्रधानमन्त्रीले ल्याएका एजेन्डाहरू पास गर्ने हो। अब त्यहाँ चाहिँ तथा नाम भाषणबाजी गरेर होइन अगाडि बढ्ने त्यो अब हुँदैन। त्यसले गर्दाखेरि पोडियम पायो भन्दैमा 1-2 घण्टा चाहिँ बोलेर एउटै कुरा हरेक वर्ष 20-30 वर्ष अगाडिदेखिको कुरा त्यही रटान लगाएर अब काम छैन। अब त्यसले गर्दाखेरि अब हामीले के हेर्ने भन्नुहुन्छ भने नियमहरू भट्टाभट पास हुन्छन्, अनि त्यसपछि त्यसको कार्यान्वयनका लागि अब कार्यपालिकाले अनि त्यही अनुसारको चाहिँ त्यो कार्यान्वयनको दस्तावेज निर्माण गर्नुपर्छ र त्यो गर्छन्। त्यसले गर्दाखेरि देश एउटा नयाँ चरणमा प्रवेश गरेको छ। भनेको अब फास्ट ट्र्याकमा काम हुन्छ, यहाँ ढिलासुस्ती हुँदैन, फटाफट काम हुन्छ हो। र भएन भने फेरि अब रासोपाको होइन दिनगन्ती चाहिँ सुरु हुन्छ। त्यसले गर्दा उहाँलाई त्यो कुरा पनि थाहा छ होइन। अब 2 कार्यकाल चलाउने हो भने यो 2 वर्षभित्रमा उहाँले धेरै ड्रास्टिक चेन्जहरू चाहिँ गर्नुपर्छ, गर्न सक्छन् भन्ने म चाहिँ विश्वस्त छु। हस्, यहाँको यो महत्त्वपूर्ण समय र संवादको लागि धेरै धेरै धन्यवाद यहाँलाई। हस्, धेरै धेरै धन्यवाद।